गाइज हामीले चाहिँ यसरी सामानहरू चाहिँ किन फिज्यौँ होला यो जान्नको लागि चाहिँ हजुरहरूले अन्तिमसम्म भिडियो हेर्नुपर्नेछ। गाइज म चाहिँ बोलेर के अरे यस्तो त्यो पछि भोइस ओभर गर्छु भनेर भिडियो बनाइरहेको पुरै हाँस लाग्छ। अनि हामीले चाहिँ हिजो भनेको थियौँ, हिजो चाहिँ त्यत्रो पानीमा भिजेर सामान ल्यायौँ। अनि आज चाहिँ त्यो सामान के हो के ल्यायौँ हामी हजुरहरूलाई देखाउँछौँ। फर्स्टमा चाहिँ हामीले चाहिँ यो क्लिप ल्याएको थियौँ जुन चाहिँ यति दामी थियो कि मलाई फेभरेट लाग्थ्यो। अनि यो चाहिँ जुत्ता हो, हजुरहरूलाई चाहिँ कस्तो लाग्यो, मलाई चाहिँ यो राम्रो लाग्थ्यो अनि त्यही भएर यो जुत्ता ल्यायौँ। अनि त्यसपछि हेर्नु न जुत्ताको क्वालिटी पनि कति दामी छ। यो चाहिँ बेलीवाला हो, बेलीवाला ट्र्याक। अनि यो फिटेड छ। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो सबैहरू, कुन चाहिँ फेभरेट लाग्यो? सामानहरू मिलाउन थियो है, यस्तो मेसी भएको थियो अनि मिलाऊँ भनेको मिलाउन लागेको थिएँ। अनि मैले चाहिँ यत्तिकैमा मेरो सामान मसित के छ यसमा चाहिँ मिलाउन लाग्यो, यत्तिकै देखाउन लाग्थ्यो। हेर्नु गाइस मसित कतिवटा लकेट छ, मैले त्यही पनि सबै त देखाएन, जुन हातमा आयो त्यही देखाइरहेको थिएँ। मसित कति लकेट छ कमेन्ट गर्नुहोस्। अनि क्युट यो काँटाहरू पनि छ, सबै छ गाइस। अनि त्यसपछि यो सामानहरू चाहिँ मिलाउनलाई चाहिँ मिलाउन खोजेको थियौँ। अनि एउटामा चाहिँ त्यस्तो दुईवटा उसमा मिलाउने भनेको गाइस, पछि फेरि भएन। मसित भएको सामान हेर्नु। बाई बाई साथीहरू, हजुरहरूलाई कस्तो लाग्यो? बन्न त केही बनेन, राम्रै लाग्यो होला। बाई बाई।